कसैलाई चक्लेटहरू यसरी फ्रीमा चाहिन्छ भने चाहिँ नदीमा केसीलाई सम्पर्क गर्नु होला किनकि उनले फ्रीमा चक्लेट बाँडिन् हामीलाई एकदम खुसी भएँ म त मनभित्रैबाट वाउ हे गाइज वेलकम टु माई ब्लग पछाडि चाहिँ हाम्रो सुगा कराइरहेछ प्याउ 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 गरेर आज चाहिँ मेरो कलेज अफिसियली स्टार्ट हुँदैछ अनि अब त्यो पहिला ओरिएन्टेसन जस्तो हुन्छ अरे अनि त्यसपछि हाम्रो क्लास सुरु हुन्छ अरे अनि म चाहिँ भर्खर नुहाएर आएको 7 बजिरहेछ अहिले अब म मेरो त्यो काचाक कुचुक भएको लुगालाई हल्का आइरन लाउँछु अनि त्यसपछि अलिअलि रुम मिलाएर अनि त्यसपछि म रेडी हुन्छु अनि त्यसपछि म जान्छु किनकि म अस्ति जस्तो ढिला हुन चाहन्न गुन्द्रुक जस्तै भएको लुगालाई हल्का आइरन गर्छु होइन अलिअलि यसो राम्ररी भएर जाऊँ न त भनेर हो क्या म चाहिँ फाइनल्ली रेडी भइसकेँ अनि एउटा भिडियो बनाउनु थियो त्यो भिडियो बनाएँ अब त्यसपछि म खाना खान्छु किनकि यति बेलासम्म हाम्रो घरमा खाना बनेको छैन त्यही भएर पहिला लुगा लाएर अब खाना खाने 8:34 भइसक्यो म आज 8:50 मा चाहिँ हिँड्छु भनेर सोचेको थिएँ मेरो आज पनि होला जस्तो छैन ल गाइज म चाहिँ रेडी भइसकेको छु है यस्तो राम्रो लुगा लाएर अनि यो चाहिँ मेरो ब्याग मैले हिजो खरिदेको म गएँ मैले ब्यागमा चाहिँ एउटा कपी बाहेक केही नै हालेको छैन टाटा म गएँ अब मलाई क्या कस्तो के बिर्सी जस्तो भइरहेको के भयो थाहा छैन केही न केही गोलमाल हुन्छ जस्तो फिल भइरहेको क्या मलाई आज चाहिँ फेरि कति बेर गाडी कुर्नु पऱ्यो क्या यहाँ गाडी नभएर दिस इज माई पर्सनल कार जुन दिन ढिला हुन्छ त्यो दिन यति जाम हुन्छ सेम अस्ति जस्तै आज नि म कुदेरै पुगेँ कुदेरै अनि यो लिफ्टमा त म एकैछिनमा फ्याट्ट माथि पुग्छु भनेर सोचेको थिएँ तर यो लिफ्ट र मलाई फेमिलियर हुन अझै 2 वर्ष लाग्छ होला मलाई लिफ्ट चलाउन आउँदैन अनि हामी -1 मा पुगेको थियौँ कि अनि मेरो पारा एकदम तात्यो अभियसली गल्ती हाम्रै थियो ढिला आउनुमा तपाईले अरूलाई कसरी बोल्दा आफूलाई चाहिँ रेस्पेक्ट फिल हुन्छ तपाईले पनि अरूलाई त्यही वेबाट चाहिँ बोल्नुपर्ने हुन्छ रेस्पेक्ट यो टाइममा उसले र मैले के भनेको छौँ कसले मिलाउनुहुन्छ है त जब चाहिँ हामी चिया पान गर्न जाँदैछौँ यहाँ चियाको व्यवस्था छ अरे चिया पानीको चिया पान अब हामी देखाउँछौँ यहाँको चिया पान कस्तो हुन्छ हस्पिटल पहिलाको दिदीहरूलाई त सेलपुरी अचार दिएको थियो अरे हामीलाई त चिया मेरो यहाँ सबै अङ्ग प्रदर्शन भइसक्यो थियो यहाँ छैन अरे चिया पान अब हामी अनुहार लुकाएर भाग्छौँ चिया खान एक्साइटेड अहिले केही छैन म्याम आउनुभयो अनि म्याम आएपछि चाहिँ हामी गयौँ चिया खान ऊ त्यहाँ चाहिँ धरेर छ यता चाहिँ खै के हो थाहा छैन त्यहाँभन्दा उता पनि ठुलो बिल्डिङ रहेछ त्यसको नाम थाहा छैन काठमाडौँ चाहिँ एकदम धुलो रहेछ भनेर यहाँबाट देखियो यहाँ चाहिँ टुडीखेल हियर इज अ टुडीखेल गाइज ल हेरौँ वा त मलाई भुलभुलैया जस्तै लागिरहेछ क्या अब यहाँबाट उता रहेछ क्या फेरि अब यो एउटै बिल्डिङ हो कि अर्को बिल्डिङ हो हामीलाई थाहा छैन दिस इज जोक तर कस्तो रमाइलो हिल्टन होटेल नि देखिन्छ होला ऊ जलेको हिल्टन खै उहाँ परेर त देख्यो तिनको आँखालाई त मान्नै पर्छ कि गुच्चा हुन् कि आँखा हुनु यहाँ आऊ म देखाउँछु ऊ त्यहाँ हिल्टन एचबाट लेखाएर त कालो खै त्यो टिसर्ट चिया ओ साँच्चीको चिया म्यामले चिया लिएर आउनुभयो मेरो चाहिँ यो लुगाले भस्म ढोकाएर कि आऊ चिया खान्छ म यो चियाको ट्रुवाला रिभ्यू दिन्छु है त बिलेको थाहा छैन ठिकै हो चिनी अलिअलि हाल्न बिर्सेँ त्यही भनेको थिएँ त चिनी नहाले चिया त्यो पनि फिक्कावाला भनेर दुध हालेर चाहिँ गाउँछ ओके ठिकै बिचरा यत्रोजनालाई बनाउँदा नि यहाँ त पुरै अन्डा दुधहरू चना यो फिल्टरले मात्र अलिकति टल्केको अहिले म पुरै कस्तो भइसकेँ क्या हुन चाहिँ अनि त्यही हो हामी उता पछाडि चाहिँ कसको लत्ता कपडाहरू सुकाइरहन् हामी पाक्यौँ साँच्चीकै उसिन्ने बेला भयो हामीलाई ऊ चाहिँ चिया पनि नखाने कलेजको 20 रुपियाँ बचाइन् उनले इन्टर्नसिपमा लिइहाल्छु नि पैसा ओइ साथीहरू ऊ यो कालो लुगा लाउनेले चाहिँ मलाई उयो दिनिस्
उसको चाहिँ हामी एडभर्टिजमेन्ट गरिदिँदैछौँ कसैलाई चक्लेटहरू यसरी फ्रीमा चाहिन्छ भने चाहिँ नदिना केसीलाई सम्पर्क गर्नु होला किनकि उनले फ्रीमा चक्लेट बाँडिन् हामीलाई एकदम खुसी भएँ म त मनभित्रैबाट वाउ तिम्रो झोलामा गाडी जो के हो यो कमिलाको ताती हिँडे जस्तो हो त हामी कति चकचक गरिरहेको थियौँ त्यही पनि म्यामहरू नरिसाइकन सम्झाइरहनु आएर लड्लान् भनेर यस्तो गरेर यो चाहिँ हाम्रो प्यारो क्लासरुम अब 1 वर्ष खाजा खान जाने प्लानमा हम के खाजा खाने त्यही मोमै हो त्यो त समोसा छ म त समोसा खाने हामी चाहिँ खाजा खाने यसरी डुल्न नि पाउँछौँ रे 1-2 दिन खाजा खाने यसरी डुल्न नि पाउँछौँ रे 1-2 दिन वा होलीको टी सर्ट किनिदेऊ नि लु मलाई यस यहीँ खाने अब हामी खाजा खाँदैछ मोमो अर्डर गरेछ अब उसले के अर्डर गर्छ उसले समोसा चाट अर्डर गरेछ चाट खाजा खायो मैले समोसा 2टा समोसा खाएँ अनि त्यसपछि उसको 2टा समोसा खाएँ नहेरे हुन्थ्यो त्यसरी त्यो अङ्कलले यस्तो साइड लुकेर जानुभयो मोमो खाँदै हुनुहुन्छ होइन के भयो त नि फरक पर्छ फरक पऱ्यो अब हामी जाने अब क्लासमा पढ्नलाई आज पानी पर्छ अनि मैले छाता पनि ल्याएको छैन लुगा पनि त्यस्तै फिलफिले लगाएको छ आज चाहिँ फर्स्ट डे भएर मात्रै मैले यसरी भिडियो खिचेको नत्र चाहिँ हाम्रो क्लासमा मोबाइल अलाउड त छ बट साइलेन्टमा राख्नुपर्ने हुन्छ नचलाई आफ्नो एउटा ड्रिम पुरा हुँदै थियो अनि मलाई यस्तो अर्कै राम्रो लागिरहेको थियो कि भोलि पर्सि 4 वर्ष सकेपछि हेर्न मजा आउँछ भनेर खिचेको क्लिप यो चाहिँ सबैजना छौँ नयाँ अलिअलि नर्भस फेसेसहरू हामी यति छौँ क्लासमा चाहिँ टोटल 60 जो सब कुरा लाइफमा फर्स्ट टाइम भइरहेको थियो जस्तो फिल भइरहेको थियो मलाई चाहिँ अनि यस म चाहिँ क्लासको सिआर भएँ अनि खुसी मनाउँदैछौँ हामी आफ्नै सुरुमा यो चाहिँ क्लास सकिसके पछाडि हाम्रो खै के काम गर्नु थियो अनि एकछिन बसेको थियौँ ऊ अर्को सिआर म अर्को सिआर यो पनि सिआर हो म पनि सिआर हो अब हामी गयौँ दिस इज लिफ्ट त्यसपछि म घर फर्किएँ ओके गाइज आजलाई यति नै टाटा